सन् 1809 फेब्रुअरी 12 बेलायतमा जन्मिएका चार्ल्स डार्विनले जीव विकासको अध्ययनका क्रममा एचएमएस बेगल नामक जहाजमा चढी विश्व भ्रमण गरेका थिए। अल्फ्रेड रसेल वालेससँग सन् 1831 देखि 36 सम्म ग्यालापागोस टापुमा गएर फिन्च नामक चराहरूको अध्ययन गरेका थिए। 20 वर्षको अध्ययनपछि उनले विकासवादी सिद्धान्त प्रतिपादन गरेका थिए, जुन ओरिजिन अफ स्पेसिस 1859 पुस्तकमा उल्लेख छ। अब उनका सिद्धान्तहरूमा अत्याधिक प्रजननको सिद्धान्त, प्राकृतिक क्षणको सिद्धान्त, बाँच्नका लागि सङ्घर्ष, सक्षमहरू मात्र बाँच्ने प्रवृत्ति र वंशज, नयाँ जीवहरूको उत्पत्ति भन्ने थियो। त्यसैगरी लेमार्क, अहिले पहिल्यै उनले के सिद्धान्तहरू थिए लेमार्क भन्दाखेरि आफ्नो पुस्तामा जीवमा आर्जित गुण परिवर्तन अर्को पुस्तामा सर्दै जाने, त्यसैगरी हरेक जीवलाई वातावरणले असर गर्ने, सक्रिय अङ्ग बढी विकसित हुने र निष्क्रिय अङ्ग कम विकसित हुने। जस्तो कि अब आर्जित गुण सन्तानमा सर्दै जानेको उदाहरण चाहिँ जिराफको लामो घाँटीको सन्दर्भ हामी जोड्न सक्छौँ। त्यो हिसाबले